हेलो हामी त कहाँ गएर अरे सिद्धेश्वर किन गर्छ अब सोमबारको पर्छ हामी सिद्धेश्वर गएर आउँदैछौँ। सिद्धेश्वर भनेको चाहिँ यो दिक्केलको भातडाँडादेखि थोरै लगभग 15 मिनट जति लाग्छ हिँड्दै आउँदा। लाग्ने रहेछ होइन। अनि बाइक साइकमा आउँदाखेरि पनि एकदम राम्रो बाटो रहेछ, बिच गरेको पुरै छ, राम्रो छ। चक्लेट खाँदैछौँ हामी। भोक चाहिँ लागेको छ तर बर्तमानसम्म भोक लागेको भन्दैन अरे अलिअलि लिटल लिटल होइन। अब गएर आँप राखेर खाने। अनि राम्रो छ, जङ्गलहरू पनि छ यस्तै। गर्मी कति छ, हिँडेर होला गर्मी। आरू रहेछ नि अरू त्यहाँ, आरू पनि छन् गाई आरू। उहाँले आरू पनि छन्। अर्काको के गर्नु, अर्काको भएर के गर्नु। हामीले चाहिँ सेम कुर्ता लगाएको है, एउटै डिजाइन पनि सेम, ब्याग पनि एउटै छ, चस्मा पनि एउटै छ। अरू सबै के अरे सँगै किनेको होइन, ब्याग चाहिँ आफै यस्तो मिलेको होइन। एकदम सरप्राइज भएको क्या हामी नि, ब्याग एउटै मिलेको। अनि यहाँ काँक्रो पनि छ है झोला, यो चाहिँ खाइन सक्यो राम्रो। दुईटा लगेको थियो नि त, एउटा खाइसकेर एउटा बोकेको। अनि अब हाम्रो दिक्तेल बजार, हामी दिक्तेल बजार पुग्नको लागि जम्मा 5 मिनट बाँकी छ। अनि हाम्रो साथीहरूले चाहिँ आरू चोरेर भए पनि खाम भन्दैन, लेकिन बस्नु ल आइज गलेर 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 हेलो हेलो हेलो, यो चाहिँ ठ्याक्कै दिक्तेल बजार हो। उहाँ चाहिँ हामी सान्दानी दिदी, सबैकी दिदी हाम्रो गाउँतिरको हो होइन। हो एकदम। र भाउजूको चाहिँ साडी बिग्रेर बाटैमा हामीले बनाइदिँदैछौँ हल्का।